गुड आफ्टरनुन। आज चाहिँ म यहाँ बागलुङ छु है। बागलुङबाट माथि पञ्चकोटतिर जाऊँ भनेर बसिरहेको छु। अब पञ्चकोट जानु भनेर रेडी भएको छु। आयो खाजासाजा खाएर अब चाहिँ बागलुङ आएको बेलामा यसो पञ्चकोटसम्म पुगौँ न, कस्तो भएको छ भन्ने टार्गेटले म जान लागिरहेको छु। अब हामी यहाँ बागलुङबाट छुट्टी हुने माथि पञ्चकोटतिर जाने। कहिले नराख्ने भयो। हामी चाहिँ अब पल्लो टोलबाट पल्लो टोल हुन्छ नि त, त्यो पल्लो टोलबाट अलिकति माथि आयौँ। चेकिङ होला, खै मसँग लाइसेन्स साइसेन्स केही छैन आज। चेकिङ होला, लाइसेन्स साइसेन्स केही छैन गाइड। त्यहाँनिर त्यस्तो पनि छैन, पनि छैन। अब चाहिँ हामी आउनु लाग्यो होइन, आएको छ यी। यहाँ प्र्याक्टिस स्टुडेन्ट छ है। पहिला म यहाँ चाहिँ क्याम्पसतिर हो पहिला। ठ्याक्क गुडुरेकै चोकमा आइयो। मलाई सातकोटा चोक पनि भन्छ। एकदमै ठुलो मन्दिर बनेछ, एकदमै राम्रो पनि छ। यहाँबाट सिधै जाने भनेको चाहिँ उता यहाँनिर हो। अब अब चाहिँ हामी माथि हामी चाहिँ पञ्चकोटतिर ट्याक्क प्रस्थान गऱ्यौँ। त्यो त निकै आइन्थ्यो है। पञ्चकोट भनेको चाहिँ खालि बागलुङबाट पनि एकचोटि मात्र पनि आउने पर्ने भयो। आजकल चाहिँ अलिकति लङ टाइम पनि भयो, धेरै आज शनिबार पनि हो सायद पञ्चकोटतिर। हिजोबार छ कि भन्ने जस्तो लाग्छ मलाई। हुन सक्छ नहुन सक्छ। यो रमाइलो है। यता माथितिर आउने साँझमा आएर यता बस्नको लागि, हजुर साँझमा यता आएर बस्नको लागि। खासै बाटो चाहिँ बनाएको हुन्छ है। आज खास बनाउनु पर्ने बाटो हो। यस्तो अप्ठ्यारो आइपुग्छ है, बनाउनु पर्छ नि यतिको बाटो त। जाएगा हम रुपया।
गाडीको पछि यहाँ धुलो मात्र भयो खोइ है कितना धुलो बना मेरो कपडा कल धोइदिनु त भन है मान्छे कपडा धोइदिनु मान्छे छैन गाडी अनि गाडीले धुलो उडाएर गाडी जस्तै नि हुन्थ्यो राम चाहिँ कुन बाटो हो यहाँबाट चाहिँ दुईवटा बाटो खोजा हो हावाले उडाउँछ क्या हामी त्यहाँ धारा पानी हुने ठाउँमा आयौँ है यही बाटो हो जाने यही बाटो त हो नि नयाँ नयाँ मन्दिर बनाएको खालको बाबुमा अब चाहिँ हामी पञ्चकोट भन्दा अलिक तलै आइयो माथिदेखिको टिप्पामा है त्यो टिप्पामा छ माथि टिप्पामा छ अबको 2-4 मिनटमा झट्ट पुग्छ बल्ल पञ्चकोट आइयो पहिला यहाँ 5वटा कोट भइसक्यो क्या हो क्या पञ्चकोट भएको होला ए 5 ठाउँको नदी देखिन्छ भनेर त्यही भयो कता है त्यो त होइन 5 ठाउँको नदी देखिन्छ त्यही भयो त्यही भयो नि होला नुनथला भन्ने ठाउँहरू त ल चाहिँ हामी चाहिँ पञ्चकोटको ठ्याक्क परेको चाहियो थियो यहीँनिर फर्किन्छ पञ्चकोटमा आइसक्यो है यहाँ हेर्न सक्नुहुन्छ पञ्चकोटमा ठ्याक्क आएको पञ्चकोटमा आइसकेपछि भर्खरै बाइक रोकेर अघितिर आएछौँ कस्तो भएछ पहिलाको भन्दा धेरै राम्रो भएछ पञ्चकोट है उता चाहिँ मान्छेहरूको भिडभाड पनि देख्न सकिन्छ घुम्न व्यक्तिहरू आउनु भएको छ त्यसै गरी भजन गाएको पनि सुन्न सकिन्छ यहाँ जेस रमाइलो छ फोटोहरू खिच्ने माहौल पनि बनिराखेको छ अलि चिसोले गर्दाखेरि घाँटी कस्तो कस्तो भइरहेको छ मेरो बोल्न नि अलिक गाह्रो भइरहेको छ यहाँ मनिषा बहिनी र म आएको ठ्याक्क ठ्याक्कै आयो है हामी चाहिँ यो बाटो हुँदै तलबाट त्यो बाटो हुँदै हुँदै त्यो घुम्दै 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 यस्तै घुम्दै घुम्दै यहाँनिर आएर यो बाटोमा आएर यस्तै घुम्दै घुम्दै माथि पुगेर माथिबाट तल झरिरहेको हो है माथि बाइक पार्किङ गऱ्यौँ त्यसपछि तल झऱ्यौँ र हेर्नुहोस् यहाँ पञ्चकोटको कस्तो छ माहौल फुलहरू छरिरहेको छ यहाँ घोडा पनि हुन्थ्यो पहिला अहिले पनि घोडा छैन
के यताबाट घुमाउँ एकचोटि गर्छ आएको यहाँ चाहिँ घोडा सवार पनि थियो 200 कति 200 रुपियाँ लाग्ने थियो आज भने घोडा देखिन्छ भने चाहिँ दामी छ है ठुलो घन्टी है यहाँनिर बेल ठुलो खालको बेल छ यहाँ निकै रमाइलो छ है घुम्न आउनु भएको छ कति रमाइलो छ यो कति रमाइलो आहा क्या रमाइलो रहेछ दाइहरू घुम्न आउनु भएको छ ट्याक्क रमाइलो पनि गर्नुभएको छ यहाँनिर फिल्म पनि खेल्नु भएको ब्याग चाहिँ यहाँ राख्यो हुन्छ यहाँ राख्नु अनि अहिले एकछिन यहाँ राख्नु क्या होइन है बागलुङ बजार ट्याक्क यस्तो दामी छ बागलुङ बजार अहिले चाहिँ क्वालिटी ठिकै देखिएको छ हजुरसम्म पुग्दाखेरि अलिकति क्वालिटी घटेको हुनसक्छ हामी चाहिँ ठ्याक्क यहाँ पिङ खेल्ने ठाउँमा आइसक्यौँ यहाँ चाहिँ रमाइलो गर्दै हुनुहुन्छ है कति रमाइलो यता घोडामा सवार पनि देख्न सक्नुहुन्छ पञ्चकोटको रमाइलो आहा क्या रमाइलो भइरहेको छ है हेलो कस्तो लागिरहेको छ पञ्चकोट पहिलाको भन्दा धेरै राम्रो भएको छ टाइम कति चल्न पाइन्छ फोटो क्याप्चर गरिसकेपछि माथिबाट तलतिर फेरि झऱ्यो तलको गुम्बलमा झोला माथि नै छोडियो झोला मन्दिरमा आएपछि नहराउला न भन्ने चाहना छ जियोस् त्यहाँ माथि प्रतीक्षालय जस्तो छ त्यहाँ एउटा कुर्सीमा राखेर आएको हरायो भने फेरि मन्दिरमा आएको नि कसरी हराउला जस्तो लाग्छ सामान कति धेरै छ भनेर सपिङ गरेको झन् 6,000-10,000 जतिको त टोटल म चाहिँ ठ्याक्क देखाउँछु यता उन्डुलेको बजार देखाउँछु यहीबाट आएको है हामी यहीबाट आएको यही बाटो हो घुमाउँदै छ कि धेरै तलबाट रमाइलो छ है यहाँनिर एकदम रमाइलो छ दाइहरूले एकदम रमाइलो गरिराख्नु भएको छ यहाँनिर है टुरमा आउनुभएको जस्तो छ मुराली बजाउनु भएको छ झुम्रा मादल सब ल्याउनु भएको छ अचल म चाहिँ फर्किनु पर्छ है अब टाढा छ जहाँ पनि बिहानी हो बिहानीबाट आएको बिहानीबाट नै अझै माथि 1 घन्टा लाग्छ है लागि अब फर्किनुपर्छ ढिलो पनि भइसक्नु लाग्यो यस्तै छ पञ्चकोट एकदमै राम्रो छ घुम्न आउनु होला अझै बन्दै छ राम्रो तस्बिरहरू मन्दिरहरू पनि बन्दैछ तब हामी आउने बाटो पनि एकदमै दामी
यो त घाँटीले गर्दाखेरि अलिकति बोल्न पनि समस्या भइरहेको छ। यस्तै पनि कस्तो गुफा छ यहाँनिर। गुफा हो यो पञ्चकोटमा रहेको गुफा। है त गाइस त्यस्तो रमाइलो भने कति लगभग 3 बज्न लागिसक्यो। पानी तल पर्ने जस्तो सम्भावना छ। पानी चाहिँ लास्टै ढुलो बनायो गाइस। पहिला चाहिँ यहाँ चल आउने बेलामा माथि लाइट चाहिँ यहाँ छ मेरो हेरे गाइस। फेरि तलको भाग पनि देखाउँछु म। अब ठ्याक्क पञ्चकोटको तल्लो मन्दिरमा आइसकेँ है। तल्लो मन्दिरमा आएँ देख्न सक्नुहुन्छ। तल्लो मन्दिरमा राखेको छ ठ्याक्क कस्तो छ यहाँ। म अब फेरि त्यहाँ तल गएपछि जुत्ता फुकाल्नु पर्ने हुन्छ। जुत्ता नै फुकाल्नु पर्ने हुन्छ। जुत्ता फुकालेर ट्याक्क मन्दिर पनि हेर्नुपर्छ। यस्तो छ बाटो तल मन्दिर मान्छे चाहिँ तल आइसके जस्तो लाग्छ बहिनी। जुत्ता राख्ने ठाउँ दियो बहिनी है। हामीले राखेको थियौँ जुत्ता बनाए जस्तो लाग्छ हामीलाई। जुत्ता फुकाल्ने होला कि जुत्तासँगै त जान पाइँदैन होला जस्तो लाग्छ हामीलाई फुल हुने कारणले। यहाँ चाहिँ जुत्ता फुकाउनुपर्छ है। जुत्ता फुकाउनु पाइन्छ जुत्ता फुकालेर ठिक्क जाने यता। हराइछु त म हरा छैन